हेलो एभ्रिवान, वेलकम ब्याक टु माई न्यू भिडियो। आज चाहिँ म लोकल स्टाइलको लट्स अफ भेजिज भएको थुक्पाको रेसिपी सेयर गर्न गइरहेको छु। हेरेर साथ दिनु होला। मसँग भएको भेजिजहरूलाई चाहिँ मैले यस्तै काटेको छु। मसँग प्याज, गाजर, सिमला मिर्च र बन्दा थियो। यदि हजुरलाई अरू भेजिजहरू हालेको जस्तो मटरहरू हालेको नि मनपर्छ भने त्यो पनि राख्न सक्नुहुन्छ। मसँग चाहिँ थोरै बोनलेस चिकन पनि थियो। मैले त्यसलाई पनि नुन, बेसार, कागती राखेर म्यारिनेट गरेर एकछिन छोडिदिएँ। म्यारिनेट गरेर राखेको मासुलाई अब ग्यास बालेर हामीले फ्राई गर्छौँ। देख्न सक्नुहुन्छ कराई तातिसकेको छ। कराईमा तेल लगाउने, तेल तातिसकेको छ। अब यसमा हामीले अघि म्यारिनेट गरेर राखेको मासुलाई चाहिँ राख्छौँ। यसलाई चलाइ मजाले पाक्ने गरी फ्राई गर्ने। देख्न सक्नुहुन्छ साथीहरू, मासु चाहिँ यतिको फ्राई भइसकेको छ। अब चाहिँ मैले यो मासुलाई एउटा प्लेटमा निकाल्छु। अब भने मैले चाहिँ त्यही अघि मासु फ्राई गरेको भाँडामा अब भेजिजहरूलाई सटे गर्छु। पहिला सुरु पनि लसुन राखेँ मैले। देख्न सक्नुहुन्छ साथीहरू, लसुन चाहिँ यतिको चेन्ज भएको छ कलर। अब यसमा हामीले प्याज राखेर हल्का सटे गर्छौँ। प्याज यतिको भइसकेपछि यसमा हामीले गाजर राख्छौँ। अब गाजरलाई हल्का चलाएपछि क्याप्सिकम, बन्दा सबै भेजिजहरूलाई राखेर सटे गर्छौँ। बेसार, नुन राखेर पनि हामीले एकछिन चलाउँछौँ। मरिचको धुलो, डार्क सोया सस। अब चाहिँ हाम्रो यो भेजिटेबलमा पानी राख्नलाई, झोल बनाउनलाई एकदम रेडी छ। हजुरहरूले चाहिँ चिकनलाई बोनलेस बनाउँदाखेरिको त्यो हड्डीहरूलाई बोइल गरेर पनि राख्न सक्नुहुन्छ। मसँग चाहिँ बोनलेस चिकन अलरेडी भएको भएर मैले यसमा चाहिँ तातो पानी राखेको छु। त्यसैले चाहिँ मैले यसमा चाहिँ 2 ठुलो चम्चा जस्तो चाहिँ चिकन सुप राखेको छु। यसमा हजुरहरूले चिकन स्क्युब पनि राख्न सक्नुहुन्छ। चाहिँ कम्प्लिटली अप्सनल हो, हजुरहरूलाई जस्तो ठिक लाग्छ त्यस्तै बनाउनु भए हुन्छ। कागतीको रस पनि राखेँ मैले थोरै। अब मैले थोरै मैदालाई पानीमा गरेर त्यसको ग्रेभी थिक गराउनको लागि चाहिँ राख्दैछु। यस्तो गर्दाखेरि हाम्रो ग्रेभी अलिकति थिक गाढा खालको हुन्छ। अब यो चाहिँ सर्भ गर्नलाई एकदम रेडी छ। अब हामीले एउटा प्लेटमा नुडल्स, बोइल गरेको नुडल्सलाई राख्छौँ। अब यसमा हामीले अघि बनाएको थुक्पा
माछाको झोल राख्छौँ। माथिबाट चिकनको टपिङ गर्छौँ। यो अघि फ्राई गरेर राखेको चिकन हो। टमाटर टिमुरको चटनी, हल्का प्याज, खुर्सानी। अब चाहिँ यो यतिको देखेको यो खानालाई एकदम रेडी छ। मेरो बाबा मम्मी अनि दिदीलाई चाहिँ एकदम मन पर्यो अरे। हजुरले पनि ट्राई गर्नुहोस्। थ्याङ्क यू फर वाचिङ।